साथीहरु हेर्नुस् न, म त एकदम पसिनै पसिना हुँदै आजको अपडेट दिँदैछु। निङ्ग्रो आएको छ हाम्रोमा चाहिँ। हेर्नुस् त यहाँनिर फ्रेस छ। मैले त अस्ति यस्तो मजाले निङ्ग्रोको सब्जी खाएँ कि यस्तो मजा आयो। अन्त हामीले आज ल्याएका छौँ। हेर्नुस् न, आज बत्ती छैन, त्यसैले गर्दा पसिना पसिना हुँदैछु म चाहिँ। अन्त चाहिँ हेर्नुस् त, तामा पनि हामीले ल्याइसकेको छौँ। कस्तो राम्रो छ। म चाहिँ बसिकन आज मङ्गलबार भएको कारणले गर्दाखेरि चाहिँ यसरी नै देखाउँदैछु हजुरहरूलाई। हेर्नुस् न, च्याउ पनि यस्तो राम्रो आएको छ कि यति दामी। हेर्नुस्, अब साथीहरूले त बजारतिर जङ्गलतिर गएर टिपेर खानुहुन्छ। अब के गर्नु, यो टाउनतिर त अब यसरी किनेर नै खानुपर्ने भएकोले गर्दाखेरि हामीले सबैको लागि यसरी ल्याइदिएका छौँ। हेर्नुहोस् त यहाँनिर कस्तो राम्रो छ नि। अनि चाहिँ त्यसरी नै फ्रेस डल्ले पनि आएको छ। हेर्नुहोस् न कस्तो राम्रो छ, कस्तो देखाउँ भन्नुहोस् भन्छु। अनि चाहिँ यसरी यो बी पनि आएको छ। बी पनि एकदम फ्रेस छ, राम्रो छ। हेर्नुहोस् त यहाँनिर साथीहरू, बी पनि कस्तो राम्रो देखेको छ। अन्त चाहिँ हामीले ल्याइसकेका छौँ। हेर्नुहोस् सबै कुराहरू र किनेमा छुर्पी त छँदैछ। एभोकाडो पनि अब पाक्दैछ। अरू बाँकी सबै कुराहरू छ। आज चाहिँ बत्ती छैन हाम्रोमा चाहिँ, अँधेरो देखिँदैछ होला सायदै दोकान चाहिँ। हेर्नुहोस् न यहाँनिर सबै प्रकारका आइटम भेराइटिजहरू चाहिँ हामीले राखिसकेका छौँ। अन्त बत्ती नभए पनि के भएर होइन, यसरी बटरमा प्राइससँग हामीले ट्याग लगाएर मजाले प्याकिङ गरेर चाहिँ हामीले राखेका छौँ साथीहरू। र भन्दै म चाहिँ आजको अपडेटलाई म यहाँसम्म नै राख्नेछु साथीहरू। हेर्नुहोस् कस्तो राम्रो छ खाँदा, यस्तो मजाको फ्रेस ल आउनुहोस् है। सब्जी खानु मन छ भने चाहिँ यसरी किनेर खानुहोस् मजाले। कोही बेला त माथिको सब्जीहरू पनि मजाले खाइदिउँ भनेर चाहिँ तपाईँ आउनुभयो भने चाहिँ पाउनुहुन्छ मङ्गलबारको दिन चाहिँ। र साथीहरू बाई।